अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। अब अल्हम्दुलिल्लाह मैले मोटो भ्लगिङ सुरु गर्दैछु। इन्शाअल्लाह अबदेखि दिनकैको भिडियो अनि हाम्रो भ्लगहरु आउनेछ, किनकि पहिला म हल्का बिजी पनि थिएँ, त्यही कारणले मैले भ्लग गराउन सकेको थिएन। अब मैले चाहिँ मोटो भ्लगिङ गराउने सोचिरहेको छु अनि मैले त्यसको लागि चाहिँ आज यो हेलमेट र हेलमेटको यो बाहिरको यो कभर हैन यो ल्याइसकेको छु। यो हाम्रो रमजान भाइ भइहाल्यो। अहिले हामी दुईजना चाहिँ फिलहाल अहिले यो भैरवी गाउँपालिका वडा नम्बर 1 को जलजलीमा छौं, जहाँ पेट्रोल उत्खनन भइरहेको छ अनि पेट्रोल निकाल्ने कार्यक्रम सुरु भइसकेको छ। अब अगाडि मोटो भ्लगिङमै मिलौँला हैन। ल अगाडि अब यो अगाडिको हाम्रो भ्यू कस्तो आउँछ मोटो भ्लगिङ त्यो पनि देखाउँछौँ। ल माशाअल्लाह एकदम राम्रो देखिरहेको छ। यो चाहिँ हाम्रो भैरवी 1 को खोली बजार हो है। अरु हामी यसले मोटो भ्लगिङ गरिरहेछौँ। अब यो चाहिँ मेरो अब राइड गर्ने बाइक यो अबदेखि यही छ अब हैन। अहिले चाहिँ म डाँडादेखि अब दुल्लुतर्फ जाँदैछु। यो चाहिँ हाम्रो डाँडाको भ्यू भइहाल्यो। अगाडि जाँदैछु। अब यो अगाडि देखेको हाम्रो घर हो हैन। अब म यहाँ चकर्ता बजारमा पुगिसकेको छु तकरिबन। अब चकर्ता बजार 0 पोइन्ट हो। अब यहाँ भन्दा अगाडिको जुन यो छ यो चाहिँ चकर्ता बजार हो। यता डानीमाटीतिर जाँदाबाट देखेको भ्यू हो। अगाडि अब म तपाईहरुलाई देखाउन चाहन्छु यो चकर्ताको भ्यू। यो चाहिँ हाम्रो घ्यातितु बजार रहेको छ। घ्यातितु बजारमा खासै बजार चाहिँ छैन, अहिले यतिकै छ। अब बढ्दैछन् बजारहरू। अनि यो घ्यातितु बजारपछि यो माथिको जुन उकालो छ यो चाहिँ घ्यातितुको उकालो हो। यहाँ बाटो बनिरहेछ अहिले, त्यही भएर खचङ छ। यो चाहिँ आरसिसी गरिसकेका छन् यसमा हैन। भ्लगिङमा त्यही अब बोलिरहनु पर्छ हैन, त्यही छैन। अनि यो चाहिँ अटो अगाडि लागिरहेको थियो, बाटो बनाइरहेछ। एक टप्पी बाटो मात्रै छ यसमा, त्यही पनि अब अगाडि बढिरहेको छौँ। हामी यो पौवा बजारमा छौँ अहिले फिलहाल। बहुत बाटो खत्तम छ कि एकदम खत्तम छ बाटो। अब भने बराबर अब एकदम खत्तम भइरहेछ। अलि दिन अब पानी आएको थियो, अहिले चाहिँ पानी नआएको कारणले यो धुलो धेरै उडिरहेको हुन्छ। यो चाहिँ हाम्रो पौवा बजारमा रहेको हल्का अगाडि चाहिँ पौवा बजारमा छ यो राजाको दरबार, जो अगाडि देखिरहेको भएको छ तपाईहरुले देख्नुहुन्छ हैन। यो चाहिँ राइट साइडको यो राजाको दरबार हो, यो राजाको दरबार हो त्यो है। अब म हिँडिरहेको छु, अझै पनि अगाडि बढिरहेको छु। यो बाटो हेर्नुहोस्, एकतर्फी बाटो भएको छ। अलि दिन पिचपछि बल्ल राइड गर्न मजा आउने हो यसमा। अझै अब चाहिँ म यो दुल्लुदेखि फेरि डानीमाटीतर्फ लागेको भ्यू खिचेको थिएँ मैले, त्यो अपलोड गरिदिएको छु। ल बाइक चाहिँ हेर्दै गर्नुहोस् है। यो चाहिँ दुल्लुदेखि हिँडिरहेको छौँ हामीहरू। केटाहरूले पनि अब भ्लगर भयो हेरिरहेको थियो होइन, केही छैन त्यस्तो। अब यो तल मान्छे तस्तिर पनि चाहिँ अब यस्तो के हुन्छ ल हुन्छ। इन्शाअल्लाह म अरू पनि भिडियो लिएर आउनेछु तपाईहरुको माझमा। यति नै भन्दै म तपाईबाट आजको भिडियोबाट जान्छु ल। अनि तपाईहरु प्रतिक्रिया दिनु होला, आफ्नो कस्तो छ यो मेरो भ्लगिङ गर्ने, कस्तो मिलिरहेछ कि मिलिरहेछ छैन कमेन्टमा भन्नु होला तपाईहरुले। मैले आज चाहिँ मोटो भ्लगिङ भर्खर सुरु गरेको छु। तपाईहरुको प्रतिक्रिया अनुसार, तपाईको साथ सपोर्ट र मायाले इन्शाअल्लाह अगाडि बढ्नेछौँ। यतिसम्म तपाईहरुले नै पहुँचाउनु भएको हो मलाई हैन। यो केटाहरु ट्राफिकको कुनै पालना भन्ने त नामै छैन के यार। ल ठीक छ, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। यति बोल्नु खेल्दै म तपाईबाट बिदा चाहन्छु आजको लागि र भोलिबाट इन्शाअल्लाह जब राम्रो खालको तपाईले भने जस्तो खोजे जस्तो